गुड मर्निङ, जय मसीह। यहाँहरू सबैजनालाई आजको बिहानको डिभोसनमा यहाँहरू सबैजनालाई स्वागत छ। आउनुहोस्, म तपाईँको बिचमा परमेश्वरको पवित्र अनि जिउँदो वचनबाट केही विचारहरू, परमेश्वरका वचनहरू सेयर गर्नेछु। हितोपदेशको 1 अध्यायको 23 र 24 पदलाई म पढ्नेछु। र यहाँनिर यस्तो लेखेको छ 23 पदमा, मेरो हप्की सुनेर फर्क, हेर तिनीहरूका निम्ति म आफ्नो आत्मा खन्याउनेछु, म तिनीहरूलाई मेरो वचनहरू बुझाउनेछु। 24 पदमा, किनभने मैले पुकारे तर तिनीहरूले इन्कार गर्यो, मैले आफ्नो हात फैलाए तर कसैले वास्ता गरेन। यहाँनिर परमेश्वरले बारम्बार मानिसहरूलाई सम्झाइराख्नुहुन्थ्यो, चेतावनी दिइराख्नुहुन्थ्यो है। म तपाईँलाई एउटा उदाहरण दिन्छु। पुरानो नियममा हामी हेर्छौँ भने, पढ्छौँ भने त्यहाँनिर थुप्रै पाउँछौँ। परम प्रभुले इजरायलीहरूलाई चेतावनी दिनुभयो। चेतावनी दिनको निम्ति परम प्रभुले आफ्नो भविष्यवक्ताहरूलाई पठाउनु भएको थियो र आफ्नो भविष्यवक्ताहरूद्वारा परमेश्वरले इजरायलीहरूलाई चेतावनी दिनुहुन्थ्यो। बारम्बार उहाँले भन्नुहुन्थ्यो। अनि इजरायलीहरूले चाहिँ परमेश्वरलाई आराधना, प्रशंसा, आदर, सम्मान गर्न छोडेर उनीहरूले संसारको मूर्ति पूजाहरू गर्न र मूर्ति पूजाहरूतिर फर्केर गर्न थाले। उनीहरूले व्यभिचार, आफ्नो इच्छाको मुताबिक जीवनहरू जिउन थाले। परमेश्वरलाई उनीहरूले बिर्सिदिए, भुलिदिए, छोडिदिए। अनि त्यही भएर परमेश्वर जलन राख्नुहुन्छ। किन जलन राख्नुहुन्छ भन्दाखेरि चाहिँ परमेश्वर जिउँदो हुनुहुन्छ नि त है। अनि त्यो मानिसले मूर्ति पुज्दै गर्दाखेरि त्यो मूर्तिले न त बोल्छ, न त सुन्छ, न समझ्छ, न त उसको जीवनमा कुनै परिवर्तन होइन लिएर आउँछ होइन। केही पनि गर्नु सक्दैन। उसलाई जलन के हो केही पनि थाहा हुँदैन, किनभने वो एउटा माटो ढुङ्गा हो। किन परमेश्वर चाहिँ जिउँदो हुनुहुन्छ। त्यही भएर बारम्बार परमेश्वरले इजरायललाई किन मतिर फर्क भनेर परमेश्वरले भन्नुभयो भन्दाखेरि चाहिँ परमेश्वरले मानिसहरूको जीवनलाई देख्नुभयो। मानिसहरूले के गर्दैछन्, कस्तो गर्दैछ, उहाँले त्यो देख्नुभयो, इजरायललाई देख्नुभयो है। मानिसहरू पाप र अधर्ममा अनि अन्धकारमा मानिसहरू गइरहेका थिए, मरिरहेका थिए। अनि परमेश्वरले भन्नुभयो, इजरायलीहरूलाई परमेश्वरले बारम्बार आफ्नो भविष्यवक्ताहरूद्वारा पुकारा गर्नुभयो, चेतावनी दिनुभयो, बोलाउनु भयो, फर्क भनेर बोलाउनु भयो। तर पनि ती इजरायलीहरूले परमेश्वरलाई इन्कार गरे, विश्वास गरेनन्, भरोसा गरेनन्, पछ्याएनन्, इन्कार गरिदिए। परमेश्वरले बारम्बार मौका दिइराख्नुभयो उनीहरूलाई, बार मौका दिइराख्नुभयो। तर पनि त्यो मौकालाई उनीहरूले मूल्य दिएनन्, इन्कार गरे, परमेश्वरतिर फर्केनन्। अनि अहिलेको समयमा परमेश्वरले विश्वासीहरूलाई, भट्केका विश्वासीहरू, भड्केर फेरि अन्धकारमा जीवन जिउनेहरू, मूर्ति पूजामा, पाप र अधर्ममा आफ्नो मुताबिकको
इच्छाको अनुसार जीवन जिउनेहरूको बीचमा परमेश्वर आज पनि आफ्नो वचनबाट, पवित्र आत्मा अनि आफ्नो पवित्र अगुवाहरूको द्वारा, पासवानकोहरूद्वारा परमेश्वरले हामीलाई सम्झाउनुहुन्छ। हामीलाई बारम्बार उहाँले बुझाउनुहुन्छ, बारम्बार उहाँले हामीलाई सचेत गराउनुहुन्छ कि तिमीहरू मतिर फर्क। एउटा कुरा हामी याद राखौँ, जब एक विश्वासी परमेश्वरतिरबाट फर्केर अन्धकार संसारमा जीवन जिउँछ, परमेश्वरलाई छोडेर, भुलेर, परमेश्वरको आराधना गर्न छोडेर उसले संसारको आराधना गर्छ, संसारको चिजोमा फसिरहेको हुन्छ, डुबिरहेको हुन्छ, इन्जोय गरिराखेको हुन्छ, खोजिराखेको हुन्छ, भट्केको हुन्छ। अनि परमेश्वरले मानिसहरूप्रति प्रेम, अनुग्रह, करुणा सदा सदा वास्ता सधैँ गरिराख्नुहुन्छ। उहाँले भलाइ गर्न चाहनुहुन्छ मानिसको जीवनमा। मानिसलाई त्यतिकै अन्धकारमा रहन दिनुहुन्न परमेश्वरले, मानिसहरूलाई त्यतिकै असुरक्षित जग्गामा रहन दिनुहुन्न परमेश्वरले। त्यही कारणले परमेश्वरले मानिसहरूलाई भन्नुहुन्छ, ती भट्केका मानिसहरूलाई भन्नुहुन्छ, हे मेरो छोराहरू हो, मेरो छोरीहरू हो, तिमीहरू फर्केर मतिर आइजाऊ। अनि कहिलेकाहीँ ती मानिसहरूलाई लाग्छ, भट्केका विश्वासीहरूले मलाई लाग्छ होला कि हामी सुरक्षित छौँ, परमेश्वरलाई भुलेर, छोडेर, है, सजान छोडेर, परमेश्वरलाई पुकार्न छोडेर, भरोसा गर्न छोडेर हामी सेफ छैनौँ, है, सेफ हुँदैनौँ। अनि जब हामी फर्किन्छौँ, परमेश्वरतिर फर्किन्छौँ, आफ्ना पाप अधर्महरू सबै परमेश्वरतिर हामी के गर्छौँ, परमेश्वरलाई भन्छौँ, प्रभु हामीलाई क्षमा गर्नुहोस्, म तपाईँतिर फर्कन चाहन्छु, म आउन चाहन्छु, प्रभु तपाईँले मेरा सबै गल्तीहरूलाई क्षमा गर्नुहोस् भनेर हामी के गर्छौँ, पश्चाताप गर्छौँ, फेरि परमेश्वरतिर फर्किन्छौँ। हामी बचाइएका हुन्छौँ, हामी सुरक्षित हुन्छौँ, है, हामी सेफ हुन्छौँ, हामीमा कुनै डर तरास हुँदैन, कुनै शङ्का हुँदैन, हामी ढुक्क हुन्छौँ, निर्धक्क हुन्छौँ, निश्चय हुन्छौँ, है। त्यही कारणले कतिपय परमेश्वरले बारम्बार हामीलाई बारम्बार भट्केका विश्वासीहरूलाई बारम्बार परमेश्वरले बारम्बार उहाँले मौका दिनुहुन्छ, बारम्बार आफ्नो लोकहरूको द्वारा, आफ्नो मानिसहरूको द्वारा, पास्टर अगुवाहरूद्वारा परमेश्वरले बारम्बार बोलिरहनुहुन्छ, बारम्बार चेतावनी दिइराख्नुहुन्छ, मौका दिइराख्नुहुन्छ, मतिर फर्क भनेर। यहाँ धेरै कतिपय विश्वासीहरू पनि के गर्छन्, इन्कार गर्छन्, है, सुन्दिनन्, भरोसा गर्दिनन्। त्यही कारणले गर्दा चाहिँ अब अर्को कुरा भन्न चाहन्छु, मानिसहरू किन परमेश्वरबाट भट्केर जान्छन् भनेपछि पहिलो कुरो चाहिँ परमेश्वरको वचन बुझ्नलाई कठिन हुन्छ, परमेश्वरको आज्ञा मान्नु चाहिँ कठिन हुन्छ, है, जीवन जिउनु कठिन हुन्छ, उहाँको वचन कठिन हुन्छ, है, मान्छन् मान्छेहरूले। त्यही कारणले गर्दा उनीहरूले के गर्छन्, पछि हट्छन्।
प्रभुलाई भुल्छन्, छोड्छन्। तर म तपाईँलाई के उच्च गर्न चाहन्छु भन्दा चाहिँ हामी सहजको जीवन जिउन चाहन्छौँ, सजिलो जीवन जिउन चाहन्छौँ, सर्टकट जीवन जिउन चाहन्छौँ है, आफ्नो तरिकाको। तर हामी सेफ छैनौँ, हामी सेफ हुँदैनौँ, हामी सुरक्षित हुँदैनौँ है, सुरक्षित हुँदैनौँ। किनभने परमेश्वरलाई छोडेर, परमेश्वरलाई भुलेर हामी परमेश्वरदेखि अलग जीवन जिउँछौँ भने हामी त्यहाँनिर सुरक्षित हुँदैनौँ। किनभने हाम्रो सुरक्षा, विश्वासीहरूको सुरक्षा नै परमेश्वर हुनुहुन्छ। परमेश्वरदेखि हामी अलग रह्यौँ भने चाहिँ हामी सुरक्षित हुँदैनौँ। त्यो कारणले गर्दा परम परमेश्वरले तपाईँ र हामीलाई बारम्बार बोलाउनुहुन्छ, बारम्बार हामीलाई, तपाईँ र हामीलाई जब हामी परमेश्वरलाई भुलेर भट्किएर हामी आफ्नो मन इच्छा अनुसार जीवन जिइराखेको हुन्छौँ, बुराईको जीवन जिइराखेको हुन्छौँ भने चाहिँ परमेश्वरले बारम्बार आफ्नो पास्टर अगुवाहरू र अनि परमेश्वरले आफ्नो वचनबाट है, पवित्र आत्माद्वारा परमेश्वरले हामीलाई बारम्बार सम्झाउनु, बुझाउनुहुन्छ, तिमीले फर्क है, पश्चाताप गर। परमेश्वरले हाम्रा सबै अपराधलाई क्षमा गर्नुहुन्छ। उहाँ विश्वासी के हुनुहुन्छ र न्यायी हुनुहुन्छ है। कति असल कुरो छ। त्यही कारणले गर्दा हामी परमेश्वरतिर फर्कनुपर्छ है। हामी परमेश्वरले भन्नुभएको कुरा, चेतावनीलाई मान्नुपर्छ, स्वीकार्नुपर्छ। अनि परमेश्वरले तपाईहरूले नबुझ्नु भएको कुरालाई, नबुझ्नु भएको वचनलाई परमेश्वरले बुझाउनुको निम्ति तपाईँ र हामीलाई पवित्र आत्मा दिनुभएको छ। पवित्र आत्माले हामीलाई के गर्नुहुन्छ, हामीलाई बुराईदेखि बचाउनुहुन्छ है, अगुवाई गर्नुहुन्छ, मार्गदर्शन गर्नुहुन्छ, सहायता गर्नुहुन्छ, बोल्नुहुन्छ है। अनि कति अद्भुत छ। अनि त्यही कारणले गर्दा चाहिँ हामी पहिलो कुरो परमेश्वरतिर फर्कौँ, पश्चाताप गरौँ है। पश्चाताप गर्नुहोस्, फर्कनुहोस्, परमेश्वरको चेतावनीलाई स्वीकार्नुहोस्, मान्नुहोस्, अनि फेरि तपाईँको जीवनलाई परमेश्वरले पहिलाको जस्तै अति सुन्दर बनाउनुहुन्छ। आमेन।